हल्का कुहिरोले छोएको ती डाँडाहरू प्रकृतिको सौन्दर्यको सरल तर गहिरो झल्को हुन्। आज हामी पालुङ घुमाई सँगसँगै कुलको पूजा गर्नका निमित्त ढकाल परिवार काठमाडौँ, हेटौँडा, पालुङकै थाना बजारदेखि जम्मा हुँदैछौँ। उहाँ गोविन्द प्रसाद ढकालको 4 भाइ छोरा मध्येको हाल कुलकै ज्येष्ठ माइला बा आउँदै हुनुहुन्छ। ल बा आइपुग्नु भयो ल अब कुल पूजामा। अनि हेर्दै पनि गरी है दर्शन ल बाबुहरू त सबै जम्मा भएर गएको खानेकुरो बनेको छैन, त्यसै भएर ल्याउनु लाल लाग्यो। सिंगाना आए बा आइहाल्छ नाकबाटै अब त ठिकै भयो, सिंगाना अन्तबाट आयो चाहिँ अलि हेर्नु पर्यो। हजुर होइन त हजुर। तपाईँ अहिले कहाँ हुनुहुन्छ? अहिले हाम्रो बाबु बाजेको पुर्खा घर धारा घर 2 हालको 2 पहिला आदर्श गाउँपालिका वडा नम्बर 5 अन्तर्गतको धारा घरमा छ। धारा घर चाहिँ कहाँ छ यहाँ? धारा घर हजुर यो होइन धारा घर। ए ए हजुर धारा घर। बाबु बाजे हजुरबा सबैहरू यही पुर्खौली घरबाट जीवनयापन गर्न सक्षम भएका थिए। ए यही घरबाट चाहिँ जीवनयापन गर्न सक्षम हुनुहुन्थ्यो। हजुर भनेपछि अनि यो धारा घर चाहिँ यो घरमा धारा चाहिँ कहाँ छ त? धारा घरको पश्चिम साइडमा हजुर। झाङमनी ए ए धारा घरको पश्चिम साइडमा हजुर यो जुन यो धारा। हजुर। हाम्रा बाबुबाजेहरूले यही धाराको माध्यमबाट आफ्नो जीवन निर्वाह गरेका थिए। ए यो धारा घर भनेपछि भर्खर कति वर्ष भयो यो? यो हामीले थाहा पाएदेखि यस्तै छ, हाम्रा बाबु बाजे पुर्खाहरू नै यही धाराबाट आफ्नो जीवन यापन गर्दै थिए। घरको गाडी चलाउँछ है? ल कहाँ चलाउँदैन चला यो त गजबै भयो त। यो गजबै भयो। ठुलो गाडी चलाउँछ कति वर्ष भयो बाबु? स्कुटर होइन बाबु, ठुलो गाडी चलाउँछ के त्यो अहिले चाहिँ स्कुटर चलाएर ए त्यो बाबुको नाम के हो? प्रोसिर ढकाल ल प्रोसिस ढकाल। ल यता यहाँ कार्यक्रम हुँदैछ, यता आन्टी हुनुहुन्छ, यता ठुलमम्मी हुनुहुन्छ, यता आन्टी हुनुहुन्छ। आज चाहिँ हाम्रो घरमा कुल पूजा छ। कुल पूजा गर्दै गर्दाखेरि चाहिँ चिसो भएर यहाँ चिया पनि आइसकेको छ हातमा है त। गोठ पूजाकै क्रममा यहाँ काकाले यो पयुँको चाहिँ लिङ्गा गाडिसक्नु भएको छ, राखिसक्नु भएको छ। हामी सबैजना जम्मा भए सँगसँगै हरियालीसहित चिसो वातावरणमा मजा लिँदै म भने कुल पूजा गर्न अग्रसर भई गोठमा प्रवेश गरेर कर्मपात्र निर्माण पश्चात रेखी पनि हालेँ। तयारी भइसकेको छ, यहाँ रेखी पनि पुरा तयारी भइसक्यो, रेखी हालेर तयार भयो। यतापट्टि हाम्रो रुद्री हुन्छ, महारुद्र रुद्रीको तयारी। यहाँ ठुलो हुनुहुन्छ, यहाँ काकाले चाहिँ बाबर पकाउँदै हुनुहुन्छ। बाबरहरू पनि तयारी भइसकेका छन् अवस्था। हाम्रो बाबर खिर बाबर हुने हो, लक्ष्मी गैडीको पूजा हुने भएको कारणले गर्दा खिर बाबर पाक्छ। बाबर पनि एकदम मोटो मोटो, एकदम हाम्रो पहिल्यैबाट चलिआएको एकदम राम्रोसँग एकदम पकाइरहनु भएको छ। ल कृष्ण प्रसाद यहाँ चाहिँ यता हेरिदिनु त, भनिदिनुहोस् बाबर कस्तो हुँदैछ? राम्रो छ। ल भनिदिनु बा ल ल बाले चाहिँ रेखी राख्दै हुनुहुन्छ यहाँ। ल बाले ल यसो हल्लाइदिनु भयो बाले। ल ल कतै हुनुहुन्छ? ल आमा यता हेरिदिनु त। चामलै हाल्ने हो, सबै चामल। अहिले के धान केलाएर मिलमा लगाएर कुटेर आउनुपर्छ। ल कति टपरी? 7, 5, 12, 13, 14 टपरी हाल्नु पर्यो।
हजुर चामलै हो रे बा चामल ल तरकारी बजार यता अर्ग्यानिक तरकारी काट्दै गर्नुभएको ठुलबालाई पनि धेरै धेरै धन्यवाद उहाँले पनि धेरै राम्रोसँग तरकारी काट्नु भएको छ तरकारी काट्दै गर्नुभएका हातहरूलाई एकदम नमन छ ल उहाँले अझै राम्रोसँग तरकारी काट्नु भएको हुनाले उहाँलाई अझै ठुलो नमस्कार चुलेसी पनि यो जहाँ चाहिँ प्रयोग नहुने चुलेसी मात्रै काट्नमा प्रयोग हुन्छ अन्त प्रयोग हुँदैन यो सहर बजारमा चलाउन छोडिसके हजुर सहर बजारमा चलाउन छोडिसके मात्रै काट्नमा प्रयोग हुन्छ काट्ने कुरा अन्त प्रयोग हुँदैन उहाँहरू हेरेको हेरै कार्यक्रममा दर्शक नै चाहिने हजुर हजुर चाहिन्छ बिन दर्शक भएन भने त कार्यक्रमै भएन नि हरि ओम जति शतं वरुणं जे सहस्रम यज्ञपादसिद्धतामान्त ते वीर्नो अद्य सवितो ब्रह्मण बन्दा नमस्कार हजुर नारायण नमस्कार अहिले हजुर कुल पूजा गराउँदै हुनुहुन्छ है त हजुर आज यता हाम्रो हजुर ढकालहरूको चाहिँ हजुर पूजा हजुर कुल पूजाको लागि चाहिँ नि अब खिर बाबर हजुर पकाउने कार्यक्रम एकापट्टि भइरहेछ हजुर एकापट्टि चाहिँ हवनको कार्यक्रम हवन सहित जुजीको कार्यक्रम हजुर अब यहाँ चाहिँ नि दीप स्थापना गरेर चाहिँ हाम्रो चाहिँ नि अब लक्ष्मी गढु हजुर लक्ष्मी अनि महारुद्र मष्ट मण्डली देवी देउराली स्थापना गरेर अब यो कुल पूजा आज हाम्रो हजुर गोठ पूजा भन्छौँ कुल पूजा नै हो अब यो कुल पूजाका निमित्त चाहिँ नि सबै देव देवताहरू स्थापना गरेर यी देवताहरूको चाहिँ षोडशोपचारले पूजा हजुर अर्चना चाहिँ नि हामी गर्छौँ यसका निमित्त चाहिँ अब यहाँ चाहिँ कुल देवताका निमित्त चाहिँ नि खिर चढाउनुपर्छ बाबर चढाउनुपर्छ त्यसपछि गाईको नौनी हजुर विशेष त गाईको विशेष गरी चाहिँ नि यहाँ माथिबाट चाहिँ 81 कोठा एकापट्टि हजुर कुन चाहिँ हो 81 कोठा चाहिँ हजुर 81 कोठा यतापट्टि भयो यहाँ यो 81 कोठा भयो हजुर यतापट्टि चाहिँ नि तपाईँको 64 कोठा हजुर यतापट्टिको यहाँ चाहिँ यसरी हुन्छ र अब यता यसको विपरीत अब यहाँ 81 9 यता भएपछि यता फेरि अर्को यहाँ म बनाउँदैछु हजुर यो 81 कोठा अनि एकतापट्टि फेरि 64 कोठा गरेर आफ्ना कुलहरूलाई सबैलाई कुलका प्रसादी भनौँ न अब यहाँ चाहिँ खिर बाबर नौनी हजुर यो चढाउँछौँ यो चढाइसकेपछि चाहिँ नि अब कुल देवताको पूजा इत्यादि सबै दाजुभाइहरू मिलेर गर्छौँ यतापट्टि शिवजीको चाहिँ नि अब हजुर शिवजीको चाहिँ खडङ्ग हजुर रुद्रीपाठ शान्तिपाठ पञ्चबारी हवन यज्ञ सबै सम्पन्न भइसकेपछि पुष्पाञ्जली आरती सबै दाजुभाइ बन्धु बान्धव भएर हजुर सम्पन्न गरिसकेपछि यो यहाँ चढाएका प्रसाद यो यता कुल देवतालाई चढाएको प्रसाद इत्यादिहरू हजुर सबै फेरि एउटा चाहिँ भाँडामा बटुलेर सबै दाजुभाइहरू कर्म नचलेकालाई यो महिलाहरूलाई घरकै अब कुलकै एउटा अब चाहिँ महिलाहरू हुनुभए पनि उहाँहरूलाई नदिएर कर्म चलेका व्रत अब बन्द गरेका भनौँ न कर्म चलेका त्यही हो सबै आफ्ना दाजुभाइले मात्रेको प्रसादहरू चाहिँ खान्छौँ प्रसाद खाइसकेपछि जुन हवन यज्ञ गरेका चाहिँ अब यो चामलहरू हुन्छन् हाम्रो पुरेत लगाउन मिल्दैन अब चलन छैन काहीँ पनि आफैद्वारा गर्ने हो यो कुल देवताको पूजा सबै सोद्वारा र यो प्रसाद आदिहरू चाहिँ फेरि चाहिँ नि अब पकाएर भनौँ न प्रसादको रूपमा पकाएर सबै दाजुभाइहरूले चाहिँ नि अब खान्छौँ र यो कुल देवताको पूजा चाहिँ नि यस्तै हिसाब किताबले चाहिँ नि समापन भएर जान्छ र यो वर्षैपछि हामीले चाहिँ नि मार्ग शुक्ल चाहिँ नि पूर्णिमाको दिन चतुर्दशीको दिन गर्ने हाम्रो यसपालि चाहिँ नि विशेष चाहिँ नि पूर्णिमा टुटेको कारणले गर्दा चतुर्दशी उदयलाई मानेर चाहिँ नि कुलदेवताको पूजाको लागि यो विशेष तयारी गर्दैछौँ हजुर तयारी गर्दैछौँ ल यहाँ चाहिँ एउटा हजुरले यहाँनिर दियो राख्नु भएको छ दियो थापनासँगै त्यहाँ 5वटा गोबरका चाहिँ थुप्राहरू देखिन्छन् यतापट्टि साइडमा एउटा गोबर देखिन्छ छुट्टै यो चाहिँ के रहेछ गोबरको चाहिँ के गैडु पूजा हो कि के हो यो हुन चाहिँ के हो यो चाहिँ शिला थापेर गर्दाखेरि पनि हुन्छ हजुर हजुर अब गाईको गोबरलाई पवित्र मानिएको र गोबरकै हामीले चाहिँ आज
यहाँ चाहिँ मूर्ति स्थापना गरेको, जस्तै महारुद्रको मूर्ति स्थापना गरेका छौँ। हजुर अब त्यहाँ पूजा अर्चना हुँदैछ। हजुर लक्ष्मी गैडीको चाहिँ अब मूर्ति स्थापना गरेका छौँ। महारुद्र, मोष्ट, मण्डली, देवी, देउराली सबै मूर्ति स्थापना गरेका छौँ। शिलाको स्थापना पनि भयो। हजुर हजुर हामीले चाहिँ गोबासको स्थापना गरेका छौँ। छुट्टै थापना चाहिँ लक्ष्मी गैडी हुनुहुन्छ कि के हुनुहुन्छ यतापट्टि? लक्ष्मी गैडू, महारुद्र मारुद्र हजुर महारुद्र चाहिँ अब स्थापना चाहिँ गरेर अनि लक्ष्मी गैडू सहितको चाहिँ नि मष्टमण्डली, देवी, देउराली सबैलाई चाहिँ पूजा अर्चना गर्छौँ। पञ्चामृतहरू चढाउँछौँ। भोग हाम्रो चाहिँ चल्दैन। हजुर त्यो किसिमले पञ्चामृत चाहिँ नि हरू चढाएर चाहिँ पूजा अर्चना गर्छौँ। नाम तो प्रियपतिको हवामय निधि नाम तो निधिपतिको हवामय पथम आहवनानि गर्भनाथमदासी कर्तम ओम गणपते स्वाहा इदं गणपते नमः ओम आ कृष्णेन सापरमानु निवेशय नमर्ते मर्तेन च हिरण्येन सवितारेण देवजाति भुनानि वसेन ओम सूर्याय स्वाहा इदं सूर्याय नमः ओम देवीद्वारा इन्द्रको संज्ञाते वीर विद्या मन्न वर्धयन आवसेन तरुणेन कुमारेण जीवतां पार्वणगो रेणुका गाटन नुवन्तां वसुवने वसुदेहसि बिन्दु ओम दिव्यै स्वाहा इदं दिव्यै नमः नमः समवाय च वाय च नमः शंकराय च निष्कराय च नमः शिवाय शिवतराय च ओम नमः ओम शिवाय स्वाहा इदं शिवाय नमः अत्र प्रणित स्पर्श बेलुका होइन हजुर आमाले मार्नुहुन्न आमाले बुझ्नुहुन्छ किनभने भनेर हामीले तपाईँको तारिफ पनि गरेर अहिले फुलाएको हामीले तपाईँलाई तारिफ गरेर अब गाली गर्ने मान्छेले पनि अब हामीले त तपाईँलाई अब उचालिदिएपछि त उचालिनु पर्यो नि तपाईँ छैन छैन तपाईँ जस्तो मान्छे अर्को छँदै छैन नि कहाँ छ त मम्मी छ धन्यवाद हजुर नातिहरू आएर मलाई नबोलाइकन आयो धन्यवाद छ है भाइ। म माथि पनि गएँ म गाह्रो तपाईँ आइपुग्नु भयो तपाईँ किन ढिला किन तपाईँ एकदम लहर लहर भागिरहेको पूजामा नछिरेर के हो यस्तो अड्किन पाइँदैन है ल भनिहाल्नु त अब कहाँ त्यस्तो हुन्छ ल भनिहाल्नु हजुर चिनाउनु धेरै रमाइलो भयो बाबु के अहिले आउने खालको खर नुहाएर नै गरेर भन्न आएछ कि मसँग बोल्नु मन छैन होइन आत्तिनु पर्दैन घरै मात्रै किन हेर्नु पऱ्यो खर तपाईँलाई भेट्नुहुन्छ अहिले अङ्कललाई भेट्नुहुन्छ आमा भेट भयो किन माथि घर जान्न अन्त ए ल अझै पनि चिया सिद्धियो धोती बाटो फेरेर लुगा लाएर बस्ने हो होइन यसो त्यो गर्नु दर्ता गर्नु पहिला सुरुमा निधार दर्ता गरेर होइन निधार दर्ता गरेर बस्नु गन्धादेव गन्ध उत्तम आग्रेय सर्वदेवानां धूपोऽयं प्रतिक्रियतां कर्पूर गौरं करुणावतारं संसार सारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव त्वमेव सर्वं मम देव हाम्रो कुलदेवताको हाम्रो इष्ट देवताको स्थापित भगवानको पाण्डुकेश्वर महादेवको ऋगेश्वर महादेवको आराध्य देव पशुपतिनाथ भगवानको
चढाउँदै हुनुहुन्छ यो चढाउनु पर्यो नि हजुर ल प्रसादी चाहिँ चढाउनु पर्यो हजुर यो अब अहिले हामी पहिला 81बाट बाबा 81 मा बाबा राख्दैछौँ हजुर बाबापछि खिर हजुर नौनी चढाउनु पर्छ ए बाबर पछाडि त्यसको पनि चाहिँ पालो हुन्छ बाबर पछाडि खिर पछि नौनी यस्तो हो बाबा राखिसकेपछि चाहिँ नि खिर नौनी चाहिँ तल हजुर। फल्याकमा चाहिँ टाँसिँदैन हजुर बाबरमा चाहिँ हुन्छ पछि चाहिँ नि प्रसाद यही झिकेर खान पाएन भने सफा पनि त चाहियो नि त हजुर सफा पनि छ सफा पनि बनाउनुपर्छ ए पछि यो चाहिँ कर्म चलेकाहरूलाई यो चाहिँ खुवाइन्छ प्रसादको रूपमा प्रसादको हजुर बाबा चलेकाहरूले अरूलाई दिन पनि त्यहाँ हजुरले अरूमा चाहिँ रातो कपडाहरू चढाउनु भएको छ बिचमा चाहिँ पहेँलो कपडा शिवजीलाई चाहिँ रातोले त्यहाँ महारुद्रलाई चाहिँ रातो चढ्दैन हजुर महारुद्रलाई रातोले चढेन हजुर ए त्यही भएर चाहिँ नि अब महारुद्रलाई चाहिँ नि पहेँलो हजुर अब अरूलाई चाहिँ नि रातो सौभाग्यहरू अब लक्ष्मीलाई सौभाग्य सहित हजुर त्यसरी चाहिँ पूजा गर्नु पर्यो अरू देवदेवताहरूलाई सबैलाई रातै चढ्यो अब सबैको कुलदेवता लगभग उस्तै हो मानिन्छ नि अब कोहीले सिकारी गौरी मान्छन् भने हामीले लक्ष्मी गौरी मानेका छौँ महारुद्र मष्ट मण्डली देवी देउराली भनेर अब मष्ट चाहिँ 12 किसिमका हुन्छन् 12 मध्ये चाहिँ नि हामीले चाहिँ नि अब दुधे मष्ट अब जहाँसम्म सुनिएको अनुसार दुधे मष्ट चाहिँ हामीले मानेका छौँ दुधे मष्टलाई चाहिँ नि भोग इत्यादिहरू चल्दैन पञ्चामृतहरू अब तारे मष्ट जसले मान्छन् उनीहरूले चाहिँ कुलदेवताको पूजामा चाहिँ नि अब बोकाहरू जुन चाहिँ नि अब बलि दिन्छन् नि त्यो मष्ट 12 किसिमका हुन्छन् हामीले मान्ने मष्टले चाहिँ नि भोग खानुहुन्छ ए त्यसै कारणले गर्दा हजुर कुलदेवताहरू नाम देवताका त लगभग उस्तै सुनिन्छ सुनिँदैन रहेछ ए हजुर हस् यो हामी चाहिँ जस्तै यो प्रसाद भगवानहरूको चाहिँ स्थापना गऱ्यौँ हजुर। पूजा गऱ्यौँ होइन अब प्रसादीको रूपमा चाहिँ 9 कोठा 81 कोठा 84 कोठा यता गऱ्यौँ अब यता पनि त्यसै गरी तलमाथि गरेर गऱ्यौँ हजुर जस्तै अब राजेतास अब भागवतहरूमा पनि हेरेको हजुर अब घर पैसाहरूमा पनि हाम्रो चाहिँ केसँग सम्बन्धित रहन्छ भने वास्तु पूजन गर्दाखेरि चाहिँ नि 9-9-81 त्यसका मन्त्रहरू छन् अब ईशानबाट सुरु गरेर यो चाहिँ नि ईशानबाट सुरु गर्दै 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 गरेर मध्यमा माझमा चाहिँ नि तपाईँको चाहिँ नि योलाई चाहिँ नि वास्तु भन्ने माझमा होइन त्यहाँ पुग्छ पूजा गर्दै अब यसलाई पञ्चोपचारले पूजा गर्ने कि 16उपचारले पूजा गर्ने कि गर्नलाई चाहिँ नि अब धेरै लामो समय लाग्छ यसलाई हुँदाखेरि अब त्यो सबै कुरो चाहिँ अब परिस्थिति भनौँ न मान्छेको समयलाई मध्यनजर गर्दै पहिला त झन् अहिलेभन्दा दुःख थियो समय दिन सकिन्थेन उता वस्तु कोठमा गर्न पनि वस्तुलाई जाडो हुने वस्तुलाई घाँस चाहिने के हुने बेला भित्र उ गर्न पनि धेरै समस्या थियो अहिले त जतिखेर लाउँदाखेरि नि केही अब ऊ भएन भन्दाखेरि यो चाहिँ नि गृह वास्तु हामी सबैको घरमा चाहिँ के छ भन्दा एउटा वास्तु अनि पूजन भनेर हामी गर्छौँ त्यो वास्तु चाहिँ नि देवताहरू क्या अब यो चाहिँ कहाँ के छ भन्दाखेरि कुन ठाउँमा चाहिँ तपाईँको आगो बाल्ने कुन ठाउँमा सुत्ने कुन ठाउँमा पाहुना आउँदाखेरि सुताउने कुन ठाउँमा चाहिँ धन सम्पत्तिहरू राख्ने कुन ठाउँमा अस्त्रहरू राख्ने त्यो भित्र त्यो सबै कुराहरू वास्तु भनेको त्यही हो भनेर चाहिँ त्यो चाहिँ आज सबै त्यो हाम्रो चाहिँ वर्ष दिनभरि अब दाजुभाइहरूको चाहिँ अब त्यो सबै कुरा तपाईँहरू कसै मिल्या छैन नि त नमिल्दाखेरि चाहिँ अशान्ति हुने होइन मन अशान्ति हुने के कोहीलाई के हुने त्यो सबै कुरो के भन्दा त्यो घरमा चाहिँ त्यो वास्तु नमिल्दाखेरि त्यो हुन जान्छ होइन जति कमाए पनि तपाईँको चाहिँ खर्च हुने वास्तव नमिलेको परिणाम भने त्यसको लागि अब आज के भन्छ ऋणु एक किसिमको यो चाहिँ कुल पूजा गोठ पूजा भनेर यो सबै ऋणु पनि आज अब भयो अब हामी सबै आयौँ नि त गऱ्यौँ नि त होइन यो पूजाबाट चाहिँ के हुने भयो भन्दा फेरि अब घरमा त मिल्या छैन तपाईँको चाहिँ नि आफू सुत्न पर्ने ठाउँमा चाहिँ नि पाहुना सुताएको छौँ आगो बाल्ने पर्ने ठाउँमा टोइलेट बनाएको छौँ होइन भान्सा गर्ने पर्ने ठाउँमा विविध कुराहरूलाई चाहिँ यो अब सबै आज कुल पूजाको योको सबै भएर त्यसको पनि दोष यसले चाहिँ नि निवारण गर्ने चाहिँ यो पूजा सबैलाई साइज त्यतिवटा देवता त्यही किसिमको देवताहरू हामीले यहाँ चाहिँ थापेर यो चढाउनको रहस्य त्यही वास्तुसँग सम्बन्धित छ भन्ने चाहिँ नि देखिन्छ ठुला बिहान के थियो भन्दिन न बिहान उदय चाहिँ चतुर्दशीको भएको हुनाले आज हामीले चाहिँ नि कुलदेवताको पूजा गरेका हौँ
पूजा कुलदेवता पूजा गरेका हौँ हाम्रो त्यही भएर चतुर्दशीमै हुन्छ होइन त हाम्रो चतुर्दशीमै हुन्छ तपाईँ कतिखेर आइपुग्नु भएको छ अहिले यहाँ चाहिँ म अघि नै देखिया थिएन नि त्यो रुद्री सुरु हुँदै थियो म आउँदा हजुर हजुर ए मैले यादै गरेन हजुरलाई म भित्र पढिरहेको थिएँ होला सायद कतै मैले सुनेको थिएँ विसर्जन गर्न मिल्दैन शिवजी विसर्जन गर्न मिल्दैन अरू हामीले चाहिँ थापित देवताहरू छौँ हजुर छन् थापेका छौँ ती देवताहरूको मात्रै विसर्जन गर्नु ल पढौँ है त ओम आवाहनं न जानामि विसर्जनं पूजां चैव न जानामि क्षमस्व परमेश्वरः गच्छ गच्छ सुरश्रेष्ठ स्वस्थानं परमेश्वरः यत्र ब्रह्मादयो देवास्तत्र गच्छ हुतासन चतुर्भिश्च द्वाभ्यां पञ्चभिरेव च भूयेति च पुनर्द्वाभ्यां समे विष्णु प्रसीदतु तातो पानी तातो पानी खाने हो तातो पानी खाने ल तातो पानी खाने ल ए ल बाबा आज जस्तो आछिए अहिलेदेखि त फेरि नदेखाउँला भन्दा भन्दै देखिहाल्यो सन्चै छ नि यति हो भोलिलाई कसले जानिएको छ आजलाई सन्चै छ हजुर 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 तिमीले टिका लायौ ल नारायण भनिदिनु ल कहिले पाल्नु हाम्रो पञ्चमी गर्ने तपाईँको किन नाम हामी बाई पुऱ्याउ